God. अब मेरो डायलग सुन्नु भन्नु त्यसलाई ओ ग्लिच भइरा थियो किन म त जति बोल्दा नि बोलेको सुनेको थिएन कसैको आवाज खतरै हान्दै रहेछ सफ्ट किलर थाहा भयो कुन चाहिँ हो प्रो मान्छे आइज 1v1 भन्थ्यो नि थाहा भयो अहिले के गर्छ हामी चाहिँ यहाँ भिडियो बनाएर बस्छु इमोट गर्दै Marked a location. The blue team's streak has just been put to an end. अब देख्छ कि ए हैन होला यस्तो त ओके हेर्न एकजना त यहाँ आयो तर यसले चाहिँ केही भन्दैन सब किलरले लास्टै हेप्छ यसले रिक्वेस्ट पठायो नुबडी रे नुबडी हेर यो रिक्वेस्ट पठाएको यो पुलिसले हो क्या अनि मैले एक्सेप्ट गरेको मसँग पनि हैन मलाई त कस्तो हेपेर बोल्छ त तर रुख भाङको साथी भनेर म चाहिँ केही भन्दिनँ ल मेरो भाइको हाम्रो टिममा राख्ने नसुन्ने रहेछ अलमा राख्नु त सुन्दै रहेछ 1v1 आइज रे आज मलाई थाहा थियो नि त भाइले राम्रो गेम खेल्छ भने यतिको चाहिँ हुन्छ अब हाम्रो भाइमा राखे धेरै तारिफ नगरे हेलो हेलो पुलिस अलमा राखेर बोला नि सुनिहाल्छु हेलो अलमै हो क्या अलमै हो क्या मेरो ओइ दिदी त्यो अर्को प्लेयरलाई नि आइज भन्न दुईजनै सँगै हो भन्ने अलि मजै आएन क्या 1v1 त्यसलाई जिता न जस्तो जे पनि त्यसलाई लास्टै हेपेर बोलेर न अनि तेरो दिदीले खूब तारिफ गरेर राखेको रे अल्छिलायो गेम किटे मान न त्यसलाई 4-5 घण्टा बढी आउन नथेन And the blue team is in the lead. भनेर हामीलाई साह्रै हेप्थ्यो नि त हैन अनि त्यसलाई जस्तो जे भए पनि M24 ल भयो त M24 ल दिदीले खूब सुनाउँछ अहिले सुनाइहाल्छ नि त्यसले लास्टै कम त हेरेको थियो मैले मलाई नि प्रो भयो भन्दैमा त्यसरी हेर्ने तिनीहरू न्यू प्लेयरलाई त्यसरी हेर्ने हो त बदला लिए के विष्णु बदला दिदीको बदला ल्याउला ठुलो दिदीलाई बेइज्जत अब यसलाई भने अहिले के गर्छ हामी चाहिँ यहाँ भिडियो बनाएर बस्छु इमोट गर्दै Marked a location. हामी चाहिँ नाचिरहेको नयाँ प्लेयरलाई कसरी बोल्ने अनि Blue team is in the lead. अलिकति डाइलग बाबु 40 है पुरा 40 है ओइ के भएको नाच्दै नबस् न हेर्न अहिले फेरि क्याम्प गर्यो भन्छ क्या मलाई हेर्न म ओपनमा छ कि छैन भनेर मैले अहिले भनिहाल्छ नि फलो गर्दा ए हान्दैन The blue team's streak has just been put to an end. Nice sir. फेरि इमोट गर्न न फेरि पुलिस हान्यो
सोचे थिए जिन्दगीमा के भयो आज भने जस्तो भइसक्यो त्यही भएर मान्छेलाई बोल्नु हुँदैन भनेर सुनाउनु पर्छ Killing spree for the blue team. वाह नि वाउ गरेर बोलाउला नि त वाउ लाएर वाउ म्याप गरेर बोलाउ अनि सुनाउँछु म त्यसलाई The blue team streak has just been put to an end. अनि तिमीहरू सुबु लाएर बस ल लगे ल एक्सटु वालालाई मारे यार अर्को इमोट अर्को एउटै भयो कि इमोट अर्को क्या अर्को इमोट क्या प्लिज हामी मजा आयो हामीलाई हेर्न मजा आयो अलि राम्रो इमोट क्या अलि राम्रो ओ पुलिस अर्को इमोट The blue team leads with 30 seconds left. वाह मेरो भाइ बिग फ्यान मलाई सबभन्दा गेम पुग्यो यो भन्दा कति हान्ने हो र पुग्यो हो अब त 40 पुरा 40 पुग्दैन 18 सेकेन्ड लाग्यो वाह लभली अब त सक्दैन तामाङनीको भाइ बोला नि त्यसले त तामाङनी जस्तो नु Killing spree for the blue team. वाह Oh my god अब मेरो डायलग सुन्नु भन्नु त्यसलाई ओ ग्लिच भइरहेको थियो किन म त जति बोल्दा नि बोलेको सुनेको थिएन कसैको सफ्ट किलर थाहा भयो कुन चाहिँ हो प्रो मान्छे आइज 1v1 भन्थ्यो नि थाहा भयो अनि त्यही भएर बोल्नुभन्दा अगाडि पहिला सोच्ने अनि बोल्ने अनि नयाँ प्लेयरलाई कस्तो व्यवहार गर्ने अनि सुन्ने हाम्रो भाइ भन्दा त तिमी त बच्चै हो क्या बच्चै हो मान्छे होला गेममा त बच्चै हो के भएको होइन होला यस्तो किन यस्तो जस होइन कसम यसले डायलग सुनेको कि रिभाइभ गर्दा गर्दै मर्यो भने रिभाइभ पनि गर्न आउँदैन यता माग्नेलाई रे के रिभाइभ गर्दा गर्दा त्यो चाहिँ घोप्टिसक्यो रिभाइभ पनि गर्न आउँदैन क्या रे के हेप्नको पनि एउटै सीमा हुन्छ नि त्यही भएर तिमी भन्दा पनि प्रो मान्छेहरू हुन्छ भनेर सोच क्या तिमी अब हिजो भर्खर गन समाउन आइफोन एन्ड्रोइड भन्ने होइन क्या आफ्नो हार्बर स्वीकार्यो आइफोन एन्ड्रोइड भनेर त्यो उस निकाल्ने होइन ओइ के भएको झगडा नगरा हो झगडा नगरा हो झगडा गरे हैन के मलाई कस्तो हैन कि यिनीहरुले कस्तो सुनाए के मलाई बट मार्न मन लाग्यो आउ के रे यिनी रुम हानाम दुई के क्या अनि कुनाले त्यसो भन्छ कुनाले चाहिँ यति पनि आउँदैन हुन्छ दोसँग बोलाइ नि हुन्छ केही छैन खेलाउला नि गेमै त किल त हार जित भइन्छ अब यहीबाट नयाँ प्लेयरलाई अब हेप्नु हुँदैन भन्ने कुरा सिक्नु के पाठ सिक्ने त्यहाँबाट नयाँ प्लेयर दुईजना खेल्नु त 1v1 त्यो के नाम हो त्यो त्यसको के नाम हो त फेरि नाटकै पनि धेरै हो डेटसँग रुम हान्नु न कोसँग त्यो डेट बोय के नम्बर गर्नु खोजेको राम्रो के अरे खै अब अरू बोलाउँछ के गरे आफ्नो हार स्वीकार्नु हामीले त अब को प्रो मान्छे 1v1 आइज भन्यो नि त त्यही भएर बरु रुम बनाएको होइन अरूलाई त भिडियो गरेको छैन हो आफैले आफैले 1v1 आइज प्रो भन्यो त्यही भएर भिडियो गर्छ हामीले त त्यस्तो आइनु हारिसकेपछि अहिले अरूलाई बोलाएर अरूलाई खेलाउनलाई त
ओइ के हो तडा नगराऊ केटाकेटी हो हामी सबै नागरिक बनाऊ झगडा गरे होइन नि दाइ पहिला यस्तो भनेको थियो भनेर सुनाएको मात्र हो झगडा गरे होइन गेम चाहिँ खेलिरहन्छ तर गेम खेलेको यसो हो कि विष्णु जस्तो जे भयो भने खेल्न नजान्ने मान्छेलाई हेप्नु हुँदैन के दिले त्यति मात्र भन्न खोजेको हेप्पा मात्र भन्न खोजेको अब 7 जना भयो त एकजना भयो भने वा भन्न दिदीहरू खेल्दैन होला वा म खेल्दैन न हामी हेरिहाल्छु नि खेल्दैन म खेल्दैन के अब र म ल